सो हेलो साथीहरू के छ वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म चाहिँ ट्रक लिएर देख्न सक्नुहुन्छ 31 कति हो कुनै 31-15 ट्रक लिएर चाहिँ जाँदैछु होइन। हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ यो ठाउँबाट है। बाटो चाहिँ एकदम अफ रोड छ है, देख्न सक्नुहुन्छ। बिस्तारै लग्नुपर्छ है, एक्सिडेन्ट भयो भने चिच्या हुन्छ पछि चाहिँ। र अहिले चाहिँ म बिस्तारै मोड्दैछु होइन। अब चाहिँ भिडियो एकदम स्पिड बनाउनु पर्ने हुन्छ, नभए भिडियो चाहिँ लङ हुन्छ है। म चाहिँ हल्का भिडियो काट्छु है, र भिडियो चाहिँ हल्का स्पिड बढाइसकेको छु मैले। अब चाहिँ हल्का रफ्तारमा झर्नुपर्छ है, किनभने बाटो धेरै लामो छ र भिडियो पनि लामो हुनसक्छ। त्यही भएर हामी चाहिँ स्पिडले जानुपर्छ है। देख्न सक्नुहुन्छ ट्रकको लुक एकदमै लोड छ है, ब्रेक पनि थाम्दैन। र टर्निङ हेर्नु न, टर्निङ ठाड्डो टर्निङ छ है। यो टर्निङबाट चाहिँ बल्ल तल्ल काट्छु है, हेर्न सक्नुहुन्छ। फुल काट्यो भने बल्ल काटिन्छ यार, के साह्रो टर्निङ हो। यहाँनिर चाहिँ बस एक्सिडेन्ट भएरै छ है। अब मैले चाहिँ गाडी निकाल्नु पर्ने हुन्छ, यिनीहरू त ब्याक हुँदैन। र मैले गाडी चाहिँ कसरी ठोक्छु हेर्नु ल। हेर्न सक्नुहुन्छ मैले चाहिँ गाडी ठोकिसकेको छु र अझै पनि नमोडिएपछि विशेष गरी स्पिडमा लिएर ठोकेको छु र यहाँबाट फेरि झर्ने कोसिस गर्दैछु है म। टर्निङ चाहिँ हेर्न सक्नुहुन्छ एकदम ठाडो छ है, पुरै त्यो पछाडिको चेसिस नै ठोक्किन्छ होइन। हेर्नुहोस् एकदम लोड छ होइन, भित्र बसेर चलाउन त गाह्रो छ है यो ट्रकमा होइन। यसको मोड चाहिँ युट्युबमा पाउनुहुन्छ, युट्युबमा खोज्नु होला है। मैले चाहिँ यहाँ बसेर हल्का क्यामराम्यानको काम गरेको छु है। र क्यामेराको काम सकेपछि यो घुम्टी मोड्नु मेरो एकदमै ठुलो काम हुन्छ है, किनभने बस चाहिँ बिच बाटोमा अड्किएको हुन्छ, पिकअप नपुगेर। हेर्नु मैले बसलाई पनि ठोक्छु कि अब टर्निङै पुग्दैन के गर्ने त। अनि यसलाई ठोकेर फेरि पनि यो घुम्टी मोडेर म चाहिँ हल्का अगाडि जान्छु है। र फेरि अर्को टर्निङमा नि यति साह्रो जाम हुन्छ कि मलाई फेरि त्यहाँ पनि घुम्टी काट्न यस्तो गाह्रो हुन्छ है। हेर्न सक्नुहुन्छ जाम पनि त्यही माथि पुरा 90 डिग्री टर्निङ छ है, एकदम गाह्रो हुने रहेछ यो चलाउन। भित्र बसेर चाहिँ लुक यस्तो छ है, भित्रको लुक चाहिँ यस्तो छ है। यहाँभित्र बसेर चाहिँ आफ्नो स्केलै नाप्न सकिन्न कि कतिनिर छिर्छ भनेर। यहाँ पनि अगाडि दुईवटा गाडी जुधेका, कसरी ठोकेर निकाल्छु हेर्नु ल। अब के गर्ने त, एआई गाडीहरू हो है, ब्याक पनि हुँदैन। र कसरी ठोक्छु हेर्नु ल। फेरि पनि त्यो जामबाट निस्केपछि चाहिँ अर्को घुम्टी आउँछ है, अर्को टर्निङ। यो पनि एकदम 90 डिग्रीको टर्निङ हुन्छ है। बल्ल तल्ल काट्छु यो, अनि यो काटेर चाहिँ फेरि अगाडिमा बढिरहेको हुन्छु। यहाँ पनि अगाडि हल्का गाडीहरू हुन्छ है। त्यसपछि चाहिँ मैले खाली भएको बेला चाहिँ हल्का स्पिड कुदाउँछु है। देख्न सक्नुहुन्छ स्पिड 100को स्पिड लग्छु त लगिहालेँ है, 100को स्पिड। यहाँ पनि एकदम गाह्रो टर्निङहरू थियो है, यति बेला गाडी आएको भए चाहिँ गाह्रो पर्थ्यो होइन। हेर्न सक्नुहुन्छ टर्निङ अगाडि चाहिँ गाडी आएको थियो है, मेरो ट्रक चाहिँ अड्कियो कि ठोक्कियो तल जमिनमा है। तर पनि मैले टर्निङ काटेँ होइन। अगाडि फेरि पनि जाम भइसकेको थियो, हेर्न सक्नुहुन्छ। यो बसले चाहिँ जाम गरेको थियो, अर्का हाजीले रोक्दै फेरि पनि म सुरु गरिसकेको छु है, देख्न सक्नुहुन्छ। कति गाह्रो भइरहेको थियो गाइज यो टर्निङ काट्न मलाई। र यहाँ सिलिन्डरको गाडीहरू थियो है, र सिधा गयो होइन। अब चाहिँ सजिलो जस्तो लागिरहेको थियो है। अब चाहिँ हाम्रो डेस्टिनेसन पनि आउन थालेको थियो, पोखराको प्यागोडा होइन। देख्न सक्नुहुन्छ भित्र बसेर चाहिँ एकदम गाह्रो लाग्यो है मलाई यो गाडी चलाउन चाहिँ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ यो मोड डाउनलोड गरिसकेपछि भन्नु होला। यो मोड डाउनलोड गर्न चाहिँ प्ले स्टोरमा गएर र इन्डियन ट्रक मोड डाउनलोड गर्नु है, त्यसमा चाहिँ यो मोड एभाइलेबल छ है त। अनि फेरि पनि टर्निङ आएको थियो, पुरै टर्निङ छ गाइज। यो चाहिँ प्र्याक्टिस गर्नको लागि र अफ रोड म्याप चाहिँ बवाल लाग्यो मलाई चाहिँ यो टर्निङ। र यहाँनिर चाहिँ हल्का स्पिड बढाउँछु, किनभने बाटो हल्का बवाल थियो है यहाँनिर। धन्नै मेरो गाडी ठोक्किएन। ल सिधा गइसकेपछि चाहिँ हामी फेरि पनि अर्को टर्निङमा पुग्नेवाला छौँ र अर्को टर्निङमा पुगिसकेका छौँ है। यो टर्निङ पनि इजिली काट्छु, किनभने गाडीहरू आएको थिएन र जाम पनि थिएन है। यो टर्निङ काटिसकेपछि चाहिँ फेरि अर्को टर्निङ गाइज देख्न सक्नुहुन्छ। अर्को टर्निङ पनि काट्छु होइन, ठाडै फेरि बस आउँछ कि त्यहीँनिर। अनि फेरि यो टर्निङहरू काटेर सिधा जान्छु होइन। अनि यहाँनिर पनि फेरि पनि टर्निङ के गाइज हेर्नु त, कति टर्निङ छ कमेन्टमा लेख्नु होला है। यो चाहिँ मेरो फर्स्ट टाइम भोइस ओभर ल। हेर्नु ठोक्किसक्यो गाडी। फेरि त्यहाँबाट गाडी झिकेर चाहिँ म फेरि अगाडि बढिसकेको हुन्छु होइन। र हेर्न सक्नुहुन्छ अन्डरको भ्यू यस्तो छ है, गाडी नै देखिन्न कि तलपट्टिको है। एकदम गाह्रो भइरहेको थियो यो भित्र मोडेर, तर मैले चाहिँ चलाएँ है, प्र्याक्टिस गरेँ धेरै मिनट। मजा पनि आउँछ है
तर गाह्रो हुन्छ है फर्स्ट टाइम सिक्नेहरूलाई चाहिँ यो ट्रक चलाउनको लागि चाहिँ। यस्तै थियो है भ्यू, देख्न सक्नुहुन्छ भित्री भ्यू। यो झ्याल पनि खोल्न मिल्छ, झ्याल खोल्यो भने चाहिँ हल्का भ्यू आउँछ है। र यहाँनिर फेरि अर्को टर्निङ आइसकेको थियो है, आउनेवाला दियो तर आएन, त्यसको लागि सरी है। जाउँ अब फेरि सरर है। अब अर्को गेममा चाहिँ भाले गाडीको हाल्छ है भोइस ओभर होइन। यहाँ देख्न सक्नुहुन्छ फेरि अर्को टर्निङ आयो है, ठाडो टर्निङ छ यहाँनिर नि देख्न सक्नुहुन्छ। गाडीहरू उस्तै छ है, फेरि जाम परिहाल्ने के। यहाँनिर धन्नै ठोकिएन है, म त ठोक्किन्छ कि भनेको थिएँ, धन्न ठोक्किएन गाइज। हाम्रो डेस्टिनेसन चाहिँ आउनै लागेको थियो होइन। हाम्रो डेस्टिनेसन आइपुग्दा चाहिँ भिडियो हल्का स्लो गराउनुपर्छ होइन, किनभने भ्यू लिनुपर्छ नि त भिडियोको है त। र यो घुम्टीलाई काटिसकेपछि चाहिँ अब हाम्रो अर्को डेस्टिनेसन आउनेवाला छ होइन। हेर्न सक्नुहुन्छ घुम्टीको पुरै 90 डिग्री छ कि पुरै होइन। यो मोड पनि युट्युबमै पाउन सक्नुहुन्छ होइन, म्याप मोड। यहाँ फेरि मेरो बस चाहिँ आएर जाम गरिदिइसकेको छ र मैले ठोक्दिनँ भन्दै नि ठोक्नुपर्छ है, हेर्नुहुन्छ है कसरी ठोक्छु होला त। छिर्दैन अनि के गर्ने त, छिराउनको लागि ठोक्नु पऱ्यो है। हेर्न सक्नुहुन्छ यसलाई ठोकेर फेरि म निस्किन्छ होइन स्पिडमा। र यहीँबाट लेफ्ट लिनुपर्छ है हामीले पोखरा जानको लागि चाहिँ, पोखराको प्यागोडा जानको लागि चाहिँ। हेर्न सक्नुहुन्छ पुरै ट्रकहरूको जाम छ कि, त्यही बसले गर्दा मैले गर्दा है। हो यहाँबाट चाहिँ छिराउनु पर्ने हुन्छ होइन, कसरी छिराउँछु हेर्नु र। अलराइट गाइज, मैले चाहिँ छिराउनु लागिसकेँ होइन। र छिरिसक्यो गाडी चाहिँ लेफ्टपट्टि पिच रोडमा होइन। अब चाहिँ बबाल चलाउन मजा आउँछ है। यहीँ अगाडिपट्टि नै हो देख्न सक्नुहुन्छ, यहीँ अगाडिपट्टि नै हो है ट्रक चाहिँ यस्तो छ है। यहाँबाट चाहिँ अब मैले पार्किङ हान्नु पर्ने हुन्छ होइन, यतापट्टि देख्न सक्नुहुन्छ बस्नेर यता फर्काउनु पर्ने हुन्छ गाडी है। अलराइट गाइज, मैले चाहिँ ट्रक फर्काएर पार्किङ पनि राखिसकेँ र भ्यू हेर्न सक्नुहुन्छ मेरो ट्रक पनि उता पोखराको प्यागोडा शैली पनि हेर्न सक्नुहुन्छ। मलाई चाहिँ एकदम बवाल लाग्यो है, मूर्तिहरू पनि एकदम रियलिस्टिक छ। म्याप चाहिँ है उता बस छ होइन, यता चाहिँ हाम्रो ट्रक भइहाल्यो। ल आजको लागि यति नै है। सबजना टेक केयर, अल अफ यु, बाई बाई।